नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। दादिङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, बनेपामा करेन्ट लागेर एक बालकको ज्यान गयो। बाढी प्रभावितका लागि उचित व्यवस्था सहित राहतको व्यवस्था गर्न सांसदहरूको माग। राजनीतिक अवस्थाको आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई प्रतिनिधि सभाका सांसदहरूको आग्रह। संघीय संसदको कृषि समितिद्वारा भूमि सम्बन्धी 8औं संशोधनको विधेयक पारित। र संविधानकै मर्म अनुसार कानून निर्माणको कामलाई तीव्रता दिइएको राष्ट्रिय सभाका अध्यक्ष तिरुङ सिन्हाको भनाई। अब समाचार विस्तारमा। ट्रकको ठक्करबाट धादिङमा एकजनाको पैदल यात्रुको बिहिबार बिहान ज्यान गएको छ। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु 1 ख 4966 नम्बरको ट्रकले धुनीबेसी नगरपालिका 6 नौबिसेमा ठक्कर दिँदा पैदल यात्री भारतीय नागरिक 40 वर्षीय सत्यनारायण दासको ज्यान गएको प्रहरीले जानकारी दिए। उनको उपचारको क्रममा ज्यान गएको हो। घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बनेपाको नालामा करेन्ट लागेर बिहिबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा बनेपा नगरपालिका वडा नम्बर 1 टुकुचाका 3.5 वर्षीय सिधे श्रेष्ठ रहेको छ। घरको पानी तान्ने मेसिनको तार समाउँदै खेल्ने क्रममा करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धित मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन सभामुख ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको बिहिबारको बैठकको शून्य समयमा सांसद सुरेश चन्द्र दासले प्रतिनिधि सभाको बैठकको शून्य समय र विशेष समयमा उठाएका विषयको जवाब सम्बन्धित मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुख ध्यानकर्षण गराउनुभयो। सांसद सीतादेवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अविलम्ब राहतको व्यवस्था गर्न माग गर्नुभयो। त्यसैगरी सांसद स्मृति नारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबैभन्दा प्रदेश नम्बर 2 प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। सांसद सुजाता परियारले प्रतिनिधि सभा बैठक कक्षको एयर कन्डिसन बिग्रिएको तर्फ सभामुख ध्यानकर्षण गराउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा उहाँले जुम्लामा विद्युत आपूर्तिमा आएको समस्याबारे आफूलाई जानकारी प्राप्त भए लगतै वैकल्पिक प्रयास सुरु गरिएको उल्लेख गर्दै नेपाल विद्युत प्राधिकरणको मर्स्याङ्दी जलविद्युत केन्द्रमा रहेको 300 केभी क्षमताको डिजेल जेनेरेटर पठाउने गरी आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताउनु भएको हो। जुम्लाको सांसद गजेन्द्र महतले जुम्लामा देखिएको विद्युत आपूर्तिको समस्या समाधानका लागि सम्बन्धित मन्त्री र विद्युत प्राधिकरणले गम्भीरता नदेखाएको भन्दै मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री 3-5 महाराजको सङ्ख्या दिनुभएको थियो। उहाँले मन्त्री र प्राधिकरणका कार्यकारी निर्देशकले फोन पनि नउठाएपछि र भेटका लागि पनि समय नदिएको गुनासो गर्नुभएको थियो। मन्त्री पुनले कर्णालीका सम्पूर्ण जिल्लाहरूलाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्ने योजना सरकारले अघि बढाएको बताउनुभयो। अब समाचारमा व्यावसायिक विश्रामपछि राजनीतिक अवस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई प्रतिनिधि सभाका सांसदहरूको आग्रह। संघीय संसदको कृषि समितिद्वारा भूमि सम्बन्धी 8औं संशोधन विधेयक पारित। र संविधानकै मर्म अनुसार काम निर्माणको कामलाई तीव्रता दिएको राष्ट्रिय सभाका अध्यक्ष तिरुङ सिन्हाको भनाई। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रतिनिधि सभाका सांसदहरूले राजनीतिक अवस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन्। नेकपाका सांसद जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका सांसद देवेन्द्र राज कणेलले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राजनीतिक अवस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै हटाउन माग गर्नुभएको हो।
सहमतिको आधारमा स्थानीय तहको कर्मचारीलाई प्रदेशभित्रको अन्य स्थानीय तहमा सरुवा गर्न सकिने प्रावधान विधेयकमा उल्लेख गरिएको छ। कांग्रेस सांसद कणेलले बिहिबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सहमति भएपछि त्यसमा कांग्रेस, कम्युनिस्ट र मधेसी दल भनेर राजनीतिक अवस्थालाई हेरिने भएकाले सो प्रावधान हटाउन सरकारसँग माग गर्नुभयो। सरुवा बढुवा वा अवकाश नभएसम्म यस्तो पद फाजिल भन्दा कुन दलको यो व्यक्ति हो भन्ने कुरा सहमतिमा जानु पर्यो। यदि त्यो हो अनि बल्ल सहमतिमा राख्न सक्ने, यदि होइन उसलाई त्यहाँ व्यवस्थित गर्ने नै हो भने र त्यो ठाउँमा रिक्त छ तर उसले आस्थाको आधारमा यदि त्यहाँको व्यक्तिहरूले या जो अफसर छ उसले चाहिँ आस्थाको आधारमा राख्न खोजिरहेछ भने यो सहमति शब्द राख्नु भएन। यदि सहमति लिने होइन यसमा पनि त्यहाँ हुन्छ, किन सहमतिको आधारमा राख्ने भने उसले उसको ब्याकग्राउन्ड हेर्छ, कुन ट्रेड युनियनबाट हो, कुन यो काङ्ग्रेस हो कि कम्युनिस्ट हो कि अब मधेसी दल हो कि कुन दल हो, या यसले गर्दाखेरि यो सहमति उसले पाउन्न। त्यस कारण चाहिँ नि यो त्यसैगरी नेकपाका सांसद शर्माले पनि सहमतिको नाममा कर्मचारीहरूलाई सरुवाको लागि बाध्य पार्ने ढङ्गले सो प्रावधान राखिएको उल्लेख गर्दै मान्य नहुने स्पष्ट पार्नुभयो। उहाँले योग्यता क्षमताको आधारमा कर्मचारीहरूले सरुवा हुन पाउने व्यवस्था गरेर अघि बढ्न पनि सरकारलाई सचेत गराउनुभयो। सम्बन्धी कानुन मान्य श्री प्रेम सुवार कानुनमा मलाई धारा दफा थाहा छैन। संविधानका र विभिन्न कानुनमा हामीले के लेखेका छौँ भने प्रदेशको लोकसेवा आयोगले वा प्रदेशले स्थानीय तहका कतिपय अधिकारसँग सम्बन्धित कानुनहरू बनाउनु पर्नेछ भन्ने छन्। स्थानीय तह सम्बन्धी अधिकारको कुरा, स्थानीय तहलाई कतिपय अधिकारहरू दिने अथवा उल्लेख गर्ने बारेमा प्रदेशको कानुनमा उल्लेख हुनेवाला छ। प्रदेशको कानुन बन्दाखेरि त्यो कुराहरू त्यहाँ लेखिन्छ। त्यो उसको अधिकार खोज्नलाई लेखिन्छ वा हामीले संविधानमा लेखेको कुरा लेखिन्छ। त्यो त लेख्नेका ढाँचा होला आफ्नो आफ्नो मतातिर जाँदैन। तर छ के त भन्दाखेरि समितिका सदस्यहरूले कर्मचारीहरूको सरुवा आवश्यकताको आधारमा हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी 8औं संशोधन विधेयक 2075 पारित गरेको छ। समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पेश गरेको सो विधेयक समितिका सदस्यहरू, संशोधनकर्ता, सांसदहरू र विज्ञहरूको सुझावसहित पारित गरेको हो। समितिका सदस्य, संशोधनकर्ता, सांसदहरू र विज्ञहरूसहितको सुझावलाई समेटेर सो विधेयक पारित गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभयो। भूमि सम्बन्धी 8औं संशोधन विधेयक आज छलफल गरी हामी टुङ्ग्यायौँ। मान्य सदस्यहरूका सबैका धारणाहरू, संशोधनकर्ताका धारणाहरू, विज्ञहरूका सल्लाह सुझावहरू सहित हामीले यो भूमि सम्बन्धी 8औं संशोधन विधेयक छलफल गरी हामीले टुङ्ग्याएका छौँ र अब यो प्रतिवेदनको रूपमा फेरि हामी संघीय संसद प्रतिनिधि सभामा लैजान्छौँ र त्यहाँ पनि फेरि छलफल हुन्छ। हैन, आज हामीले समितिको 2 महिना यताको लगातारको छलफलपछि पारित गरिएको सो विधेयकमा 2076 साल असार मसान्तभन्दा अघि नेपाल सरकारको स्वीकृति नदिनलाई कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले हदबन्दीभन्दा बढी जग्गा खरिद गरी उपयोग गरिरहेको छ भने एक पटकको लागि ती जग्गाहरू सम्बन्धित कम्पनीका लागि उपयोग गर्न दिने प्रावधान राखिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिलिङ सिन्हाले संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिएको बताउनु भएको छ। अध्यक्ष तिलिङ सिन्हाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै सबै नागरिक समृद्ध हुने गरी समृद्धिको अभियानलाई अघि बढाउन पनि 3वटै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढ्न पनि सरकारलाई आग्रह गर्नुभयो। अध्यक्ष तिलिङ सिन्हाले मुलुकको राजनीतिक
स्थायित्व पनि कायम भएकाले अब श्रमिकको अभियानलाई अघि बढाउन सहज भएको स्मरण गराउनुभयो। मातृभूमि महिला समाजले बिहिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिकको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई सचेत पनि गराउनुभयो। देशका विभिन्न गाउँ विभिन्न क्षेत्र संविधान अनुसार ऐन निर्माण गर्ने ऐन अनुसारको कार्यान्वयन गर्ने तहमा जाँदाखेरि केही लामो समय लाग्ने स्वाभाविक हो। तर अब आधारहरू तयार भएका छन्। तिनै तहका सरकारहरू जनताप्रति जिम्मेवार छन्। अब राजनीतिक स्थायित्व प्राप्त भएको छ। सबै तहका सरकारहरू छोटो समयमा फेर्नुपर्ने अवस्था अब छैन। यसकारण नेपालीहरूले अब समृद्धिको यात्रामा राजनीतिक अधिकार प्राप्तिका लडाइँहरू पुरा गरेर हामी अब देश सबै नेपालीहरू एक भएर गरिबी अशिक्षा पछौटेपनबाट यससँग लडेर मुक्ति पाएर अब एउटा समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने जहाँ सबै नेपालीले खान लाउन बस्न शिक्षा स्वास्थ्य रोजगार सबै खालका अवसरहरू समान रूपमा सबैले पाए। कतिपय धनी देश कार्यक्रममा अध्यक्ष तिलिम सिन्हाले संविधायित्व सत्यमोहन जोशीलाई पनि सम्मान गर्नुभएको थियो। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साख्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकावासीलाई आह्वान गर्नुभएको छ। मेयर साख्यले सङ्घीयता विरोधी गतिविधि हुन नदिन पनि महानगरपालिकावासीलाई सचेत गराउनुभयो। मातृभूमि महिला समाजले बिहिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले चुनावका बेला गरिएको सबै प्रतिबद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दाबी पनि गर्नुभयो। उहाँले महानगरवासीलाई मारमा पर्न नदिन चालु आर्थिक वर्षमा पनि करको दर नबढाएको स्पष्ट पार्नुभयो। मेरा सदस्यहरू खतिएका छन्। त्यसकारणले हाम्रा आशामा आशले एकदम अगाडि बढाउनलाई अति नै समस्या परेको जानकारी पनि आएको छ। सुझाव र यहाँको सहयोगको अपेक्षा पनि हामी राख्न चाहन्छौँ। मभन्दा बढी मेरा अध्यक्षहरू मेरा सदस्यहरू खतिएका छन्। त्यसकारणले पनि मेयर साख्यले काठमाडौँ महानगरवासीलाई स्वच्छ सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरूलाई परेको दाबी पनि गर्नुभयो। उहाँले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरूलाई सचेत गराउने काममा लाग्न पनि महानगरवासीलाई आग्रह गर्नुभयो। विराटनगरमा बुधबार राति 2वटा पसलमा चोरी भएको छ। विराटनगर महानगरपालिका र वडा प्रहरी कार्यालय नजिकै रहेको पञ्चकन्या ट्रेड लिङ्कमा र गणनायक मार्केटिङ हाउसमा चोरी भएको हो। पञ्चकन्या ट्रेड लिङ्कबाट 4 लाख र गणनायक मार्केटिङ हाउसबाट 50,000 चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार शिवजीले बताउनुभयो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल बैंकर सङ्घले सरकारले कर्जाको संरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूलाई कर्जा प्रवाह गर्न समस्या भइरहेको स्पष्ट पारेको छ। सङ्घका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले 5.5 वर्षसम्म कर्जा संरक्षण हुने गरी कार्यविधि तय सरकारले नगरेकै कारण वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न समस्या भइरहेको प्रस्ट्याउनु भएको हो। बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले प्रवाह गरिएको कर्जाको असुली प्रक्रिया 1 वर्षभित्र पनि सुरु नभए नेपाल राष्ट्रिय बैङ्कमा कर्जा नोक्सान संरक्षण दाबी गर्न नमिल्ने प्रावधान अहिले पनि रहेकाले बैङ्कहरूले 5 वर्षसम्मका लागि वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन नसक्ने अवस्था रहेको पनि बताउनुभयो। उहाँले कर्जा लिनका लागि सो कर्जालाई सदुपयोग गर्ने कार्यक्रम र ऋण तिर्ने स्पष्ट कार्ययोजना पनि बैङ्कमा पेश गर्न वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पटक पटक आग्रह गर्नुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भने कर्जा सुरक्षाको लागि सरकारले लिने दिने भन्दै वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई कर्जा प्रवाहमा ढिलाइ नगरी दिन बैङ्कहरूलाई सचेत गराउनु भएको थियो। उहाँले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको ज्ञान अनुभव र सिपलाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने नीति लिएको पनि स्मरण गराउनुभयो। युवा तथा खेलकुद मन्त्रालयकै अग्रसरतामा आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको संस्था
माइग्रेट नेपालका पदाधिकारीहरूले बैंकहरूले सहुलियत दरमा कर्जा दिन ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि जनाएका छन्। अब इन्टरनेसनल न्युज। जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोज्ने गरी भारतले संविधानको अनुच्छेद 370लाई निष्प्रभावी बनाएकोमा पाकिस्तानले प्रतिक्रिया दिएको छ। पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्विपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेको छ। समितिको बैठक प्रधानमन्त्री इमरान खानको नेतृत्वको भएको थियो, जसमा विदेश रक्षा, गृहमन्त्रीका साथै सेना र खुफिया एजेन्सीका अधिकारीहरू छन्। यो बैठकमा भारत सरकारको एकतर्फी र गैरकानुनी कारबाही गरेपछि उत्पन्न भएको परिस्थितिबारे चर्चा भएको बैठकपछि जारी वक्तव्यमा उल्लेख छ। बैठकले भारतसँग राजनीतिक समिति गर्ने र द्विपक्षीय व्यापार निलम्बन गर्ने निर्णय गरेको छ। एवाईवाई टिभीसँग कुरा गर्दै विदेश मन्त्री शाह मोहम्मद कुरैशीले दिल्ली स्थित पाकिस्तानी दूतावासबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने र इस्लामबाट भारतीय राजदूतलाई फिर्ता पठाउने निर्णय भएको छ। पाकिस्तानले यो मुद्दालाई संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद उठाउने निर्णय पनि गरेको छ। बैठकले पाकिस्तानको स्वतन्त्रता दिवस 14 अगस्टमा कश्मीरीहरूसँग साथ एकताबद्ध प्रदर्शन गर्ने दिनका रूपमा मनाउने र अगस्ट 15लाई कालो दिवसका रूपमा मनाउने निर्णय गरेको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। धादिङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, बनेपामा करेन्ट लागेर एक बालकको ज्यान गयो। बाढी प्रभावितका लागि उचित व्यवस्था सहित राहतको व्यवस्था गर्न सांसदहरूको माग। राजनीतिक अवस्थाका आधारमा कर्मचारीलाई सर्वा गर्ने प्रावधान नराख्न सरकारलाई प्रतिनिधि सभाका सांसदहरूको आग्रह। सङ्घीय संसदको कृषि समितिद्वारा भूमि सम्बन्धी 8औं संशोधनको विधेयक पारित र संविधानकै मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिएको राष्ट्रिय सभाका अध्यक्ष तिलिम सिन्हाको भनाइ। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।